guys, what's up? How are you? All guys are good, I hope. So, representative Asika Tamangju, म चाहिँ धादिङ गजुर यार्डबाट हो है। अनि हजुर अब सांसद हुँदै गर्दा हैन माननीय ज्यू हुँदै गर्दा हाम्रो थोरै धारणा चाहिँ के हो भन्दाखेरि मेरो गाउँलाई केही पनि चाहिएन, अरू बाङ्ला ठुलो ठुलो घर हैन यताउति केही पनि चाहिएन गाउँलाई हैन। बस चाहियो के चाहियो भन्दाखेरि वान थिङ एजुकेसन एन्ड अनदर एजुकेसन हेल्थ एन्ड इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट त्यति भए हामीले चाहियो, केही चाहिएन गाई चाहिँ आशिका तामाङलाई यो स्पेसल्ली। सो होइन त्योभन्दा हामीलाई केही पनि चाहिँदैन। 5 वर्षको कार्यकालमा तपाईँले हामीलाई त्यति 3टा कुरा व्यवस्थापन गरिदिनु पर्यो, हाम्रो त्यही माग छौँ है। अनि त्यति चाहिँ अब हाम्रो धादिङवासीले गरिदिनु पर्यो, देश बनोस् या नबनोस् तर हामीलाई धादिङ 8 नम्बर गजुर बवाल गरिदिनु पर्यो हैन। अरू त अब सबै कुरा त्यस्तै हो। अनि जस हामीलाई 3 थिङ्स, 1 एजुकेसन, हेल्थ, इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट त्यति भए पुग्यो के, हामीलाई केही पनि चाहिँदैन है आशिका तामाङज्यू है। रिप्रेजेन्टेटिभ माननीय हैन आशिका तामाङलाई यो कुरा चाहिँ हामी चाहिँ धादिङबाट हो फेरि है। सो लेट्स गो गाइज, हैव अ ग्रेट डे।